के पसे है चोर ल हेर्नुस् कत्रा ठुल्ठुला 5 वर्षको र 2 वर्षको चोर ल हेर्नु यहाँ अम्बाको बोटमा तेरीमा चोरहरू तिमीहरू के गर्न के टिप्न आए अम्बा अम्बा खै र अम्बा कहाँ छ हेर तिमीहरूलाई अब तिमीहरूलाई पुलिस बोलाएर पठाइदिने हो पुलिसलाई बोलाएर डन्ठाले ठ्याङ ठ्याङ हानेर पठाइदिने हो अब तिमीहरूलाई ल ल पुलिस बोलाउनु त छिटो छिटो फोन गरिहाल्नु त पुलिसलाई यिनीहरू त अर्काको बारीमा अम्बा चोर्न आउँदो रहेछन् चोरहरू यस्ता चोरहरू दिदीबहिनी मिलेर अम्बा चोर्नी ल हेर त अवतार आमा 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 ल हेर त यस्ता कसरी चढे आयो रुखमा बहिनी आफै चढे कि तँ चढाइदिए ए अब टिपेर खाएन रुखमा चढेर एउटा अम्बा पनि खोजेर खान नसक्ने यस्ता चोरहरू नि हुन्छन् यस्ता चोरहरू आफै मैले खोजेर दिनु पर्यो हो तेरो दुःख त त्यसै हो बहिनीलाई अम्बा बोटमा ल्याएर अम्बा चढमा रुखमा चढाएर खै त एउटा अम्बा खोजेर दिन सकिस् बहिनीलाई सकिस् यहीँ बस्ने दिनभरि यहीँ बस्ने यहीँ नुनु गर्ने त्यसो भए ऊ त्यहाँ बारी बारी टाइगर आएर खाइदियो भने म केही नि भन्दिनँ है त बारी बारी टाइगर आएर खाइदिन्छ टाइगर बिहान पनि बिहानै दिउँसै टाइगर हिँडेको थाहा छैन बुझ्यो मैले घर जाम मन म घरको घर मान्छेले खान्छ टाइगरले तँलाई खाइदिन्छ अनि स्कुल जान पनि सक्दैन अनि माम खान पनि सक्दैनस् अनि हस्पिटलमा जानुपर्छ हस्पिटल गएर के गर्ने रे के गर्छ अरे डाक्टरले हो बस्ने कि नबस्ने ए अझै बस्ने यसलाई यहीँ छोडिदिउँ अब यसलाई दिन रातै यहीँ छोड नजार है अङ्किता यसलाई नझारिदे है तँ चाहिँ आइज बाई म त गएँ है बाई म गएँ अङ्किता एक्लै बस्छ अरे अब रुखमा अब उताबाट टाइगर आउने बेला भयो टाइगर अब अङ्किता एक्लै बसिरहन्छ है जानी नजानी नजानी जानी हो बसाइ हेर न बसाइ कस्तो छ बसाइ यहाँ ल बसाइ हेर न बसाइ ल हेर त बसाइ डर बल्ल बाटो लागे चोरहरू दुईटा चोरहरू बल्ल बाटो लागे